हेलो गाइज नमस्ते सबैजनालाई। आज मेरो रातिको ब्लगमा हामी अहिले हिँडिरहेको छौँ राति साइकलमा। ओ हाम्रो गोले भाइ कता लगेको साइकल? झाडीतिर नलैजान भाइ, बाटो लैजान। यसो अब हाम्रो यहाँनिर होइन भक्त सर पनि आउनुहुन्छ, उहाँको घर देख्दाखेरि त्यस्तो होइन। हाम्रो एकजना यहाँ भक्त लामा हुनुहुन्छ, उहाँ चाहिँ एकदम पीडितमा हुनुहुन्छ क्या, त्यही भएर उहाँको लागि चाहिँ एउटा भिडियो बनाइदिउँ कि भनेर सोचेर हामीले चाहिँ बनाइरहेको हो होइन। म पनि यहीँ छु, साइकलको पछाडि नै छु, हिँडिरहेको छु है। अब चाहिँ यहाँ चाहिँ अब साइकल आइपुग्यो भनौँ न, अब साइकल पार्किङ होइन। ल गलदोस अगाडि होइन, हातमा चाहिँ अलिकति फेरि नेगेटिभ नसोच्नु, हातमा त्यो हाम्रो चलि नै हाल्छ। सबैको अमृत हो हाम्रो यो चाहिँ केराबारी हो है। हाम्रो फेरि गाउँठाउँ तराईमा फेरि केरा त लत्ती हुन्छ। अब केराले कमाउनु पर्छ पैसा। कुकिङ छ अलरेडी। हामीलाई आज इन्भाइट छ, कसको भन्दा भक्त लामाजीको इन्भाइट छ क्या हामीलाई। यो घर यही हो, हेर्नुहोस् है। तपाईँहरूलाई मासु पकाएर देखाउँछु यहाँनिर। यता गीत बजाउँदै हाम्रो दुईजनाको नाच डान्स पनि चलिरहेको छ फेरि। हाम्रो यो घर हो। हाम्रो यहाँ कुकिङ चलिए पनि रहेको छ। हाम्रो भक्त लामाजी यता हेरिदिनुहोस् त एकचोटि। हेलो ल यतापट्टि। उहाँले चाहिँ अब हामीलाई आज इन्भाइट गर्नु भएर अब हामीलाई यो चुलोमा यो के अरे के भन्छ अरे यो कराईमा हामीलाई आज इन्भाइट गर्नुभएको छ उहाँले खाना खानको लागि। तर ठिकै छ, हामी खाना खान्छौँ उहाँसँगै बसेर भनेर चाहिँ हामी आइपुगेको अहिलेसम्म। तर हाम्रो भक्त लामाजीले कस्तो बनाउनुहुन्छ भनेर चाहिँ सोचेको एक्सपेक्टै गरेको छैन कि। भक्तजी भन्नुहोस् त एकचोटि। मसला बन्दैछ। मसला बन्दैछ। के छ मसलामा? गरम मसला, लसुन अनि धेरै चिज छ यसमा। धेरै चिज छ हाम्रो लागि होइन त स्पेसल। धेरै दिनपछि उहाँले हामीलाई इन्भाइट गर्नुभएको। अब उहाँहरूले अरू भाइहरू पनि हेल्पिङमा छ। यहाँ भाइहरू पनि कसले भाइ निखिल भाइ, अब उहाँहरूले मासु पकाउने रे देखाइरहनु भएको छ। ठिक छ, हामी यसमै खुसी छौँ। हामी एकदम मिलेर गर्नुपर्छ होइन। हाम्रो भक्त लामाजीलाई चाहिँ उहाँ घर यही हो, हेर्नु होला। अझ कता देखाउने रे भन्नु त? चोटामा देखाउने रे। चोटा यही हो है, हेर्नु है। अब म चढ्नलाई पनि मलाई कति गाह्रो, यहाँ माथि समाइरहेको छु म। यहाँ यसरी समाएर म चढ्दैछु यी खुट्टा टेकेर। चोटा त यस्तो रहेछ है उहाँको। म निशब्द भएँ, म बोलिनँ है। अब अरूको जस्तो त्यो अब माइकहरू अब दुनियाँ दिवाना मसँग छैन। मसँग लाइभ मोबाइल मात्रै हो। मोबाइल मात्रै मैले गरिरहेको, मोबाइलबाट मात्रै। अब भोइस अब राम्रो होला नहोला त्यो आफ्नो ठाउँमा छ। अब उहाँको यही हो। अब जाडो महिना गरिब महिना जे होस् यहाँ नै सुत्नुहुन्छ। यहाँ सुत्नु हुँदो रहेछ उहाँ। यता अब यस्तै छ है, बिजोग छ। अब भन्ने कसलाई भन्ने कसलाई नभन्ने त्यो आफ्नो ठाउँमा छ। तर हाम्रो भक्तजीले आज हामीलाई यति, हामी साथीभाइहरूलाई तपाईँहरूलाई हामी आज बङ्गुरको मासु खुवाउँछु भनेर इन्भाइट गरिदिनु भयो। त्यही खुसी लागेर हामीले यतिसम्म मैले चाहिँ भ्लग बनाइदिइरहेको हो होइन। दुःख नमान्नु होला कसैले पनि साथीभाइहरू होइन। ल अहिलेको लागि यतिमै इन्ड गर्छु है। अब यो पाकेपछि चाहिँ खाने बेलामा चाहिँ फेरि पनि हाल्छु ल।